अहिले जोसै पुग्दैन हौ भ्लग बनाउनु नि यस्तो गरेर बनाउनु हो छाता त अन्त नत्र फोन भिज्ने रहेछ कि यसो गरेर बनाउनु पर्छ अब नमस्ते 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 एन्ड वेलकम ब्याक टु माई भ्लग आज चाहिँ भनेदेखि हामी सोनाम तामाङको रियल लाइफ इन द फ्युचर कस्तो हुँदैछ भनेर देखाउँछु यहाँनिर वो हजुरहरूले देख्नु सक्नुहुनेछ यहाँ पर क्या कर रहा है काम वो देखिए इधर कसै गोरु जोत्दैछ भनेदेखि पानी झरी नभनिकन गोरु जोत्दैछ यहाँनिर अन्त कुरा त्यस्तै हो म गाउँको नजारा पनि हजुरहरू देखाउँछु गाउँमा पनि पुरा डेभलपमेन्टहरू आउँदैछ फटाफट कस्तो भन्दा डेभलपमेन्टको इन द सेन्स लाइक नयाँ नयाँ घरहरू बनिँदैछ नयाँ नयाँ घर बनाउनु लागि घरेटीहरू खनेको छ अन्त त्यो घरेटीहरू खनेर नि राम्रो राम्रो बनाएको छ अन्त म हजुर उयो परका डाँडा पुगेर देखाउँछु नि ल हजुरहरूलाई यहाँ बबालमा छ मैले आजभोलि जोस छैन जोस यो भ्लग बनाउनेको जोस हराएको छ किनभने भ्लग चाहिँ मैले किन नबनाएको भनेदेखि खाली काम हेर्नुहोस् न हजुरहरू कन्डिसन कस्तो छ यस्तो हो सोनाम तामाङ त कता गयो एउटा त एउटा भ्लग बनाउँछ हराइहाल्छ भन्छ होला यो पारा आपुनका इधर देखो कैसा है यस्तो दुःख गर्नुपर्छ नि त गाउँको नजाराहरू हल्का म हजुर यहाँबाट नदेख्नु म परैबाट देखाउँछु सिधै उयो डाँडाबाट अन्त के भन्नुपर्ने छ भनेदेखि धेरै दिन भयो मैले भ्लगहरू नलगाएको कारण पनि हजुरले बुझिहाल्नु भयो होला यहाँ के छ यो कसको के हो सामान के यहाँनिर के छोपेको छ छैन रहेछ त ए यो स्याउलाहरू पो छोपेर राख्दैन हुनु पनि सक्छ कुछ भी नहीं है देखो हमारा हालत कैसा है यी गहुँट पनि टालेर लाउनु परिरहेछ यस्तो दुःख छ अन्त गहुँट टालेर लाउनु परिरहेछ ओगी बिहानदेखि पानी परेको अन्त हजुरहरूलाई म सबै कुरो देखाउँछु आज मैले के गर्नु आँटेको छ कस्तो कस्तो काम छ जिन्दगीभर दिनभरि सोनामले के गरेर बस्छ अन्त सोनाम त हराइ गयो भन्छ होला हराएको कारण हेर्नुहोस् हजुरहरू कस्तोमा हिँड्दैछ कस्तो छ लाइफ कस्तो चलिरहेछ भन्ने कुराहरू हजुरहरू कतिजना त बेडमै होला यसमा पुग्लुक्क परेर पानी पऱ्यो भने जाडो मसिनो आपुनको जाडो यहाँनिर हेर त बफ्रे बफ ऊ छाताको हालत देखाइदियो आमा कन्डिसन ऊ आमा छाताको कन्डिसनै छैन त्यहाँनिर छाता खोलेको अब यसलाई पर गएर म यसलाई पनि बनाउने छु भनेर भन्दैछु हजुरहरूलाई इन्फर्मेसन यो पनि त कहाँ राम्रो छाता छ यो पनि त्यस्तो छ तर पनि यो अब वकेबल कन्डिसनमा चाहिँ छ भनौँ न त्यति उयो आमा त्यो पर फुलेको के हो त्यो सेतो सेतो कोइराले भनेको फुल्दो रहेछ नि ऊ पर ऊ देख्दैछ हजुरहरू त्यो थुन्नापट्टिको क्या यतापट्टि थुन्नापट्टिको उतापट्टि पाखा त्यो डुवा खोलाको पाखामा कोइराले फुलेर छ्याप्पै छ यता लिङदेनपट्टि पनि फुलेको छ यो भयो लिङदेन अन्त बिहान हजुर टापाटोला डाँडाहरू त्यो पराको टापाटोला डाँडा चाहिँ यो भन्छ नि त दिस टु आर कल टापाटोला डाँडा ऊ त्यो टापाटोला डाँडा अन्त त्यहाँदेखि बजो गाउँको नजारा देखाइदिउँ हजुरहरूलाई गाउँ चाहिँ यस्तो भएको छ है गाउँमा डेभलपमेन्टहरू के आउँदैछ भनेर भन्नुपर्दा चाहिँ यहाँबाट भन्नुपर्दा चाहिँ यस्तो छ त्यहाँनिर त्यो परको डाँडामा पनि अलि प्लेनहरू गरेको छ त्यहाँनिर पनि घरहरूको लागि अलिक के गरेको होला त्यहाँदेखि स्टेपहरू पनि बनाएछ त्यहाँनिर हल्का त्यहाँदेखि यहाँ पछाडिपट्टि पनि खनेको छ उयो घरको पछाडिपट्टि नि खारेको छ घरेटी त्यो घर यतापट्टि सिफ्ट गर्ने भन्दै थियो त्यहाँनिर चाहिँ अन्त उहाँ तल पनि घर बनाउँदैछ उनीहरू त्यो त्यहाँनिर घर बनाउँदैछ अहिले पनि वर्किङ छ अन्त त्यहाँनिर त्यहाँनिर पनि घरेटी खनेको छ त्यहाँ पोल्ट्री फार्म के भन्दै थियो त्यहाँदेखि त्यसको अलिक परपट्टि उहाँ पर त्यहाँ पनि खनेको छ त्यहाँनिर चाहिँ खनेर के गरेछ भने त्यहाँ पनि घर बनाउने भनेर भनिरहेको थियो अन्त त्यहाँदेखि त्यहाँ हाम्रो घरको तल्लोपट्टि मामहरूले पनि खनेर होइन वालहरू लगाएर त्यहाँनिर आसिङहरूले बनाउने भनेर भनिरहेको थियो अन्त उहाँ पनि खनेको छ मेसिन त अस्ति म एक हप्ता पर नयाँ घर दिस इज न्यू हाउस राइट नाउ बनिसकेको अवस्थामा छ त्यो चाहिँ अन्त गाउँको नजारा हेर्नु सक्नुहुन्छ हजुरहरू यस्तो छ गाउँमा मान्छे कोही छैन मान्छे गाउँमा चाहिँ के हो मान्छेहरू भएको नभए भने 2-3 जना छ म अन्त अनिलहरू छ होला अन्त 1-2 जना छ होला कोही अन्त अलिक तल ढडेनको हालत देखाइदिउँ
ढडेनको नजारा यस्तो छ। गाउँको नजारा चाहिँ यस्तो छ है हजुरहरू। पानी परेर चाहिँ क्लियर देख्ने भएको छ। अन्त त्यो पारिको चाहिँ यतापट्टि उँधोपट्टि चाहिँ के भन्छ, त्यहाँबाट तलपट्टि गाउँको नाम बुक्का बुक्का, त्यो बुक्का डाँडा त यता गयो नि, यता तल त के भन्छ हौ, सिस्ने होइन के भन्छ हौ, नामै बिर्सिएको फेरि। यस्तो नाम बिर्सिने त एउटा बानी भएछ हौ। के भन्छ त्यसलाई, त्यो ठाउँको नाम आएन फेरि हो। यस्तो छ त हो, म भरे थाहा भयो भनेदेखि भन्छु। त्यो गाउँको नामै बिर्स्यो। आमा कान्छी आँसुहरूको गाउँको नाम त के पो? हाम्रो यहाँ कान्छी आँसुहरूको खोला खर्का। ओ यो पनि आज पानीले चुट्याएछ। मैले अस्ति नै यो चुट्याएको हो, खुस्काएको होला। हामीले यहाँनिर मैले उहाँबाट बाँधेर यहाँदेखि त्यहाँ परसम्म अनिलले त्यहाँ पर बाँधेको, मैले यहाँ बाँधेको थिएँ, खुस्किएछ। अन्त यो चाहिँ आमाले बाँधिहाल्यो अहिले। भरे आएर बनाउनुपर्छ अरे। हो हामी पनि हतार छ, पर गएर अन्त गाईलाई घाँस लाउनु पर्छ। कहाँ के गर्न हतार छैन भन्छ र, गोबर छोड्नु पऱ्यो। अहिले देखाउँछु हामी के कला छ भनेर। त्यस्तै छ, लाइफ चलिरहेको छ यसरी नै। अन्त मैले त्यो खोला खर्क भन्नु नाम नआएर हो, यति साह्रो दुःख पऱ्यो मलाई। आफ्नो आमाको मामाको गाउँ, आमामा ऱ्याप पनि हुँदो रहेछ। अन्त पुरानो रोड चाहिँ यहाँबाट पहिला यता थियो, अन्त यहाँबाट यता जान्थ्यो। अन्त अहिले यता नयाँ रोड खोलेछ, किनभने त्यहाँ पर अलिकति पहिरो गएको भएर नि त, कन्टिन्यू पहिरो गएर चाहिँ त्यो अलिकति अनस्टेबल टाइपको प्लेस थियो। तर पनि अझै पनि के हो, त्यो रोड चाहिँ क्लियर राम्रो भइसकेको छैन, किनभनेदेखि त्यहाँनिर गाडी घुमाउँदाखेरि ठुलो ढुङ्गा छ कि, त्यो ढुङ्गाले अप्ठ्यारो गरेर हिजो अस्ति मात्रै म फर्स्ट टाइम त्यहाँबाट गएको, यता अदुवाहरू लिएर गएको सँगै आगोहरूसँग गाडीमा गएको। आम्बो यस्तो डेन्जर छ कि बाटो, एक्सपिरियन्स ड्राइभरहरूले मात्रै त्यहाँनिर कुदाउनु सक्छ त्यो गाडी चाहिँ। यहाँनिर आएसम्म ठुलो गाडीहरू चाहिँ छिर्नु चाहिँ असम्भव नै छ। यहाँनिर छिराएको पनि छैन ठुलो गाडीहरू, यहाँनिर सक्दैन पनि ठुलो गाडीहरू छिर्नु। टर्निङ न अन्त यस्तो क्या साफ टर्निङ छ क्या, पुरा डेन्जर। त्यही टर्निङमै फेरि ढुङ्गा छ नि त, त्यो ढुङ्गाले गर्दा चाहिँ साह्रो छ। अन्त के भयो आबेनको गाडी? वो आबेन के भयो? गाडी त्यहीँ बसिरहेछ, के भयो कुनि? यताबाट चाहिँ घुमाउँदै लग्यो भने चाहिँ त्यो डाँडामा चाहिँ अहिले हिउँ पर्दैछ। त्यहाँनिर चाहिँ अहिले त्यो कुहिरो लागेको ठाउँ नि, त्यो कुहिरो लागेको ठाउँमा चाहिँ हिउँ चाहिँ यस्तो दामी पर्दैछ कि, त्यो चाहिँ अब त्यहीँ बस्ने मान्छेहरूलाई मात्रै थाहा छ। हजुरहरू हाम्रो दुईवटा जर्सी गाई, अस्ट्रेलियाको गाई, अस्ट्रेलियाको। यो गोठ पनि मैले हल्का अस्ति मैले पनि बनाएको थियो, भोकडेको थिएँ होला। त्यहाँदेखि यस्तै छ, मैले बनाएको हल्का सानोतिनो गोठ गाईलाई बस्ने। अब परा नि बन्नुपर्ने छ, परा जानुपर्छ अहिले। तर अहिले चाहिँ घाँस काट्नुपर्छ, मेन काम चाहिँ घाँस काटेर यो गोबर सोर्नु पर्ने छ। कहाँ यस्तो अपुनहरू त गाउँको मान्छे हो कि, यस्तो कामहरू गर्नुपर्छ। अन्त हजुरहरू बेडमै डल्लो परेर बस्नु। अहिले चाहिँ जाडो छ नि त होइन, कुन्चाले चाहिँ नराम्रो पाराले भेट्दैछ, मैले भनेकोले नि झट्का। बगनभेरी यहाँ पनि फुल्दैछ रुखमा। कर्नेसे कोचबिउ हो ताए भनेको यही हो, यी पोहोर रोपेको अरे। अन्त यहाँ तल नेवारा छ नि हजुरहरू, यो नेवारा नै खानुहुन्छ नि त, हजुरहरूले खाएछ है छैन? हामी त बहुत खाएको यता त। यो त हाम्रो त अन्त पहिला त अब गुलियो मिठाईहरू पाउँथेन, हेटै दिन्थेन त के खानु। त्यति बेला त बिस्कुटै त्यो थिएन, त्यसो र पार्लेजी थियो, पार्लेजी खान्थ्यो त्यति बेला। अहिले त पार्लेजीको नाम त के अरे, गुड्डे अरे के अरे, मक्खन बाइट, हजुर बुमार चक्लेट, त्यहाँदेखि भिक्स चक्लेट फेभरेट त्यति बेला त नि। यस्तो मिठो मिठो गरेर खान्थ्यो। बुमार चक्लेट झन् आमा खाएपछि त फु पारेर नाक डुम पारेर नाकको छेउछाउतिर फुलाउँदैन नि, के मजा आउँथ्यो। त्यहाँदेखि हामीले बेसी यो नेवारा खान्थ्यौँ। नेवारा त अहिले लास्टमा त बुझ्दै जाँदा दबाई पनि हो रहेछ नि त, इट इज नेचुरल के हो अब फ्रुट्सहरू छ एउटा चाहिँ। अन्त यसमा फेरि पुरा के हो हनी टाइपको एउटा उयो हुन्छ नि त, सब्सटेन्स हुन्छ अति गुलियो, के हो गुलियो मिनिङ अब मिठो हुन्छ। अन्त त्यस्तो हुन्छ, हामी खान्थ्यो पहिला, धेरै खान्थ्यो। अहिले चाहिँ त्यसरी खान छोडेको छ, किनकि हामी पनि अब अपग्रेड भएको अरे नि त। भोलि चाहिँ फेरि त्यही हो, ब्याक टु नेचर हुन्छ त्यो पनि फेरि चाहिँ, मैले त्यही भन्नु खोजेको। अन्त अस्ति नै हामीले रोपेको के भन्छ सुन्तलाहरू चिउला आएर मजाको भएको छ। यहाँनिर प्लास्टिकहरू लगाएर राम्रो पनि बनाएको छ हामीले। बारीको हालत चाहिँ यस्तो छ है हजुरहरूलाई। फेरि यो सोनामले जे पायो त्यही उसको बारीको बारेमा भनेको छ, जे
देखाउने हो तिम्रोमा छ देखाऊ के छ र साला जिन्दगीमा राम्रो हो म मेरो देखाउँछु भिडियो बनाएर देखाउँछु तपाईँहरूको छ भने नि देखाउनु वो सोनामले मलाई यस्तो देखाएको थियो मेरोमा हेर यस्तो छ भने म देखाइदिने हो के छ र ल हामीले यसरी गोबर पनि छोड्छ अहिले मेरो पालो अहिले हात लगाएर छोड्नु पर्ने चाहिँ यस्तो नि त पाराले घरकोले छिने हो त्यसलाई स्कुलको कहाँ बिर्सिनु हौ मान्छे बेलुका बेलुका पढ्नुपर्छ यस्तै छ जिन्दगी बेलुका बेलुका पढ्नुपर्छ दिउँसो यो खालको गर्नुपर्छ यो पनि एउटा कलाइ हो अस्ट्रेलियाको गाईको घिउ तर मैले सोचेँ अब यो 50 थामेको छ खपेको छ अस्ट्रेलियामा गाईको घिउ 10 केजी दिनमा बेच्दै पुग्दैन त्यो पालो 15 कभर सर गर्ने यो मैले यसले त छोड्छ अरू बेला नि अन्त के घोटिने नि अहिले सुरु हुँदैन त हो यो चिसो नलगा हात मलाउँछु यता घिउ किन हुँदैन यो के परे अस्ट्रेलियाको सबै कुरा त अस्ट्रेलियाको गाई अस्ट्रेलियाको गोबर अस्ट्रेलियाको वाल छ र हुँदैन बिचाउनु यति हुँदैन वाल दिनु घरतिर लगाउने कहाँनिर लगाउने केमा लगाउने मान्छे बिहान उठेर यहाँ प्रयोग गर्नु नभ्याउँदैन पुग्ने नपुग्ने ढुक्कै काममा आँटेको छ आँट्नु त अस्ट्रेलिया गाई घिउ आउँछ गाईको घिउ उता 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 कसलाई हेर्नु छ है यसले मलाई हान्छ अहिले मैले दिन्छु अरे भ्लाटै कान बुढा हो भने क्या ओए भुरा होइन है अहिले त अहिले भेट्छ तपाईँ चाहिँ बुमारहरू आयो यकै ड्याममा बुझ होइन कि भाइ अहिले उता यकै भ्लाटमा आउने म ल यो त छुँदैन हान्नु खोजिहाल्छ नि त तँलाई जति राम्रो गऱ्यो घाँस काट्ने मै साला गोबर सर्ने मै हान्ने भने मलाई राम्रो सुनेको खोलेर यस्तो गरेर खोलेर चाहिँ म देखाउँछु त हजुरहरूले देखाउँछु त के देखाउँछु त म हो यस्तो छ हजुरहरूको पनि छ भने देखाऊ के मतलब छैन त्यहाँ यस्तो छ छ यता पनि छ है छ्यापै छ अब अलिक सालमा त म त सुन्तला बोक्दै गरेको हुन्छ है हजुरहरू यहाँको छ त्यही त सुन्तला रोप सबै कुरो गर त्यसरी टाइमहरू उयो गर्नुपर्छ यो फेदमा आएको यस्तो सानो सानो मुनाहरू छ नि हजुरहरू यस्तो चाहिँ बाँध्दै गर्नुपर्छ किनभनेदेखि यसले गएर फल फल्छ भनेर कहिले हुँदैन क्या खासमा यसलाई पनि फ्याँक्नु पर्ने हो तर यो सिधा गएको चाहिँ यसले राख्दा हुन्छ किनभनेदेखि यसले माथि गएर अर्को हाँगा दियो भने राम्रो हुन्छ छेलुकी सेन ओ यस्तो त के दियो गागी छेलुकी बिरुवा जोङ्खा नेपाली तामाङ कुरा सबै लगाइदियो फेरि हो खाजिम त हो प खासमा चाहिँ हजुरहरू चाहिँ गम्बुट लगाएर नचढ्नु होला किनभने यस्तो अहिले आफै पानी परेकोमा चिप्लो हुन्छ कि तर म चाहिँ फेरि गम्बुटमा सजिलो लाग्छ अहिले केही पनि हुनसक्छ यहाँनिर तर पनि अब घाँस काट्नु त गाईलाई गोठाले जिन्दगीमा घाँस काट्नै पर्छ
काट्नै पर्छ आखिर घाँस चाहिँ। खासमा हामीले चाहिँ अस्ति नै काट्ने भनेर भनेको थियो, किनभने त्यो अदुवा रोपिसकेर अदुवालाई फेरि भार पर्छ भनेर भनेको थियो। तर नि अब तलको आधी काटेर अरे त्यही भएर काट्नै पर्यो तलकै। अन्त यहाँ अहिले चाहिँ यहाँको काट्दैछु भनेर हजुरहरूलाई त्यो पनि जानकारी। यिनीहरूको खतम भइगयो, अब यतापट्टि हो। यस्तै हो पारा चाहिँ नामखाजी। त्यो माथिको रुखहरू चाहिँ हल्का झाऱ्यो, पानी पर्न थाल्यो नि त। अन्त रिस्किङ लाइफ इज भेरी डेन्जरस, द्याट्स वाइ। अन्त त्यहाँ माथि चाहिँ कस्तो ब्लर देख्यो है। अन्त घाँसको भारी लगाउँदैछ, एक भारी दुई भारी। आमाले त्यो बोक्छ, म यो बोक्छ, लगेर त्यहाँ लगाएर झुडाम पारेर चाहिँ फेरि यहाँनिर अदुवा लिनुपर्छ। एक डोको अदुवा लिएर चाहिँ अब फेरि अदुवाको पानाहरू त्यस्तो छ, झकास बबाल सेमिदी दिल लबी आमची डेन्जर भयो बाबा। लिएर जानुपर्ने छ परा। खाइदिउँ यस्तो छ, यति चाहिँ बोकेर चाहिँ छ्याम्पा गाउँ घर पे जान परेका हम। अन्त त्यहाँ गएर चाहिँ फेरि अर्कै काम छ। काम 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 त कति हो काम त सक्दैन हजुरहरू। यता जानु पऱ्यो म त, यस्तो छ। अब हजुरहरूले यत्तिकै देखाउँदै जानु सकिँदैन होला। अब म बिचतिर मात्रै बनाउँछु भिडियोहरू। घाँस ल्याएर उयो लगायो, नाखा न हेर, यता हेर, यता हेर्नु नि, यता हेरेर बस्नु नि, नखाँदेर भरे भोकै बस्नु पर्दा थाहा पाउँछ नि। खान थाल्यो, यस्तो नि त, अन्डरस्ट्यान्डिङ इज द लेभल इज द बेस्ट। गाईले पनि बुझ्छ नि नराम्रो पाराले। घरमा ठिक्कै आइपुग्नु पनि ल्याएर योतिर अदुवा राख्नु र पानी पर्नु सँगै भयो। मैले त्यहाँनिर पानी नपाए त्यहाँनिर के हुँदैन भन्दै बिस्तारै आउनु भयो। मलाई आज पानीले लडाउने नि त, पानी खतरा पर्ने थियो, मलाई थाहै थियो त्यो। अन्त त्यही हो, छिटो आएको कारण चाहिँ यही हो, पानी पर्न थालिहाल्यो। मजाले पानी परेन हो। पानी पर्दा चाहिँ अहिले पानी पुरा परिरहेको थियो। पानी पर्दा मैले यति बनाएँ, यति स्केच छ। यसलाई चाहिँ पेन्टिङ गर्नुपर्ने छ। पेन्टिङ गरेपछि बोबाले देख्छ भन्ने आशा छ मेरो चाहिँ। यहाँनिर छ खतरा बनाउनु पर्ने छ, यसलाई पनि कम्प्लिट हान्नुपर्ने छ। यहाँनिर खिड्कीहरूको छ प्याटर्नहरू, त्यहाँदेखि अरू पनि छ प्याटर्नहरू बनाउनु पर्ने। यो तारहरू कुदेको छ, यिनीहरूमा खतरा पेन्टिङ बनाउनु पर्छ यसलाई नि। अब चाहिँ पानी रहेको जस्तो कुरा लाग्यो। पानी त निकै रहेछ है। दिन त त्यस्तै धुमिरहेको छ नि। अब चाहिँ गएर एकताल गोठको बारेमा, गोठको लागि दुःख गर्नुपर्छ होला भने, तर भोक पो लाग्दैछ त। ला लडेछ बार, त्यो बार पनि उठाउनु पर्ने। अब उदै काम हुन्छ, तरुल खाएर जान्छ अब भातको साटोमा चाहिँ। तरुल खाएर गएर चाहिँ म भक्कु अब काम त गर्नै पर्ने। ला है त्यहाँ छेडेछ पनि, त्यता बार भत्केछ हौ। अब त्यो बार उठाउनु पर्छ। पानी परेपछि यस्तै हो, कता के भत्किएको, कता के लडेको हो। छ्या, यता अन गरे त्यता लाइट जान्छ, त्यता अन गरे यो जान्छ। ओके, पक्कै बसाउने हो। चिया त बेसी पनि हुन्छ जस्तो बढी गयो। अब यो लगाइदिनुपर्छ हल्का। वाट इज दिस कल? TAAZGI, ताजी के भनेको? आई डोन्ट नो नेम। अन्त यो पनि लगाइन्छ। यो उयो के परे, ब्ल्याक पाइपर कि पिपर के भन्छ नि, त्यसको माथि एउटा। त्यहाँदेखि फेरि यसको भित्र छ चियागी सुप दिसु नआयो ते। त्यहाँदेखि त्योदेखि यहाँभित्र फेरि अलैँची, यिनीहरू लगाएर चाहिँ आज चोकिँदा पनि खाने बेउ। खाजा चाहिँ यो हो, यसलाई यहाँ लगायो अरे अलिक पोलेर खानुपर्छ कि आमा। चियासँग
दुध छ यहाँ, यो दुधलाई चियामा लगाएर यसलाई हल्का तताएर खाएर चाहिँ गएर काम गरिन्छ, नत्र चाहिँ काम गर्न नसक्ने भइसक्यो मान्छे। भोकले विपल हुँदैछ भन्नु पर्यो हजुर। यस्तो गरिदिनु अब के गर्नु। वाह, उगी चिया बसिरहेको थियो, चिया उम्लेर के भइसक्यो भनेर भन्नु होला भनेर नि ओगी आएर एकताल हेरेर पनि राख्यो। यो पनि भइगयो, चिया त हो गया, इधर गिराएगा। अब फेरि चाक्रङ त्यो चाल्नी खोइ भनेर भन्छ होला। चाल्नी छ, कसले चाली बस्छ। मैले कुनै ग्यासलाई दिनुपर्ने त होइन। आइएम नट गोइङ टु सर्भ टु समन। अब यतिकै दिने, चिसै होस् जेसै होस्। हात सफा गरी गयो हो फेरि, अन्त चिया छँदैछ हो। अब फेरि क्वाप कि क्वाप ततै बस्ने समय नै छैन। अब भन्दा यसो के छ र, अलिक सिचुएसनै त्यस्तो छ। अन्त अब तल गएर ततै बसौँ भन्दाखेरि त त्यहाँ आगो भर्खर पुगेको, न त्यहाँनिर कोइला छ। अन्त ब्याट्री पनि चल्नु आँट्यो, अब फेरि चार्ज गर्नुपर्छ हो। जाडोमा यस्तो खाउँछ। गोठ बनाउँदा बनाउँदा फेरि पानी परेर के ऊ त्यहाँ तिनवटा हावा मात्रै गाड्नु पाएँ कि पानी परेर अघिदेखि काम त गरेको खै पानी परेर बरबाद भयो कि। आजको लागि भ्लग चाहिँ यतिमा अन्त गर्नुपर्छ होला। 4-5 साल भइसक्यो यो बनाएको। मैले यो चरा बनाएको थिएँ। यो चाहिँ जस्तो हामीले कस्तो भनेको थिएँ, यो टेक्दा क्या टेक्ने लौरोको बनाएको थिएँ मैले। यसो गरेँ अब तर टेक्ने भयो, अन्त यस्तो बनाएको थियो। मैले पहिला बनाएको यो चरा एकदम इन द 19th सेन्चुरी बनाएको थियो। यो चरा चाहिँ अहिले चाहिँ यहीँनिर छ, कसैकोमा केही काम लागेको छ नि, त्यही भएर बसिरहेको छ। अन्डा पर्न आँट्यो चराले। आजको सब्जी हुने रहेछ नाके सेमिति दिलु लबी। यो है, यो चाहिँ आजको सब्जी हुने रहेछ। धेरै धन्यवाद हेरिदिनु भयो। जसो गरे नि मैले गफ लगाएको थिएँ भन्नु अरे लास्टमा चाहिँ दिनभरिको चाहिँ गफ लगाएको भन्नु अरे। राम्रै भयो जसरी भने अब दिनु। तर पानी परेर चाहिँ राम्रो भएन, किनभनेदेखि मैले गोठ बनाउनु पर्ने थियो। गोठ पनि बनाइसकिनँ अब बनाउनु त सक्ने त अब पानी परेरै हो, बर्बाद भइगयो। त्यही भएर भन्दैछु हजुरहरूलाई धेरै धेरै धन्यवाद फर वाचिङ, लाइकिङ, सेयरिङ सबै पनि गरिदिनु होला भनेर भन्दैछु। अन्त थ्याङ्क्स फर यर टाइम। धेरै धन्यवाद फर वाचिङ। टेक केयर, साइनिङ अफ।